1:30 हेर्नु है, 1 बजेर भनेको घन्टा सुई यस्तो छड्के हुन्छ, 1:30 भने चाहिँ मिनट सुई सिधा यो हुन्छ नि। वास्तविक अब हाम्रो कन्सेप्ट के छ त भन्दा एउटा सुई कति चेन्ज भयो थाहा पाउने, अर्को सोधेकोलाई पनि त्यति नै चेन्ज गर्ने हो होइन। हामीलाई 12 बज्दाखेरि मिनट सुई नर्थमा हुन्थ्यो, तर प्रश्नले नर्थ इस्ट देखाउँछ भन्नुभयो त 45 डिग्री क्लकवाइज चेन्ज भइरहेछ भने अब 31 घन्टा सुईले कुन दिशा देखाउँछ भनौँ, हाम्रो सुईलाई 45 डिग्री क्लकवाइज चेन्ज गर्ने भन्ने कन्सेप्ट चाहिँ हाम्रो भयो कि। अब त्यसो हो भने घन्टा सुईले कुन दिशा देखाउँछ 31 बजे भन्दा वास्तविक 1:30 1:30 घन्टा सुई कता हुन्छ, यो नर्थ इस्टमा हुनुपर्ने हो नि। रियलमा 31 चाहिँ घन्टा सुई नर्थ इस्टमा हुनुपर्ने हो। हाम्रो लजिक के भइसक्यो, कन्सेप्ट के पाइसक्यौँ भन्दा यो चाहिँ मिनट सुई 12 बज्दाखेरि 45 डिग्री क्लकवाइज चेन्ज भएको छ भने यो घन्टा सुईलाई पनि हामीले के गर्छौँ त भन्दा यसरी बनाउने, हेर्न गाह्रो भयो भने क्लकवाइज 45 डिग्री क्लकवाइज चेन्ज हुँदा यो कहाँ जाने भयो त भन्दा इस्टमा। इस्ट एन्सर के आयो त पूर्व। ल हेर्नुहोस् हो, घडीको सुई सम्बन्धी प्रश्न सोधेमा एउटा सुई कति डिग्री परिवर्तन हुन्छ, एउटा सुई जति परिवर्तन हुन्छ अर्को सोधिएको सुईलाई पनि हामीले त्यति नै डिग्री के गर्नुपर्छ त चेन्ज गर्नुपर्छ। ओके छ साथीहरू, ओके छ। यसरी दुईटा टाइमको दिँदा पनि नआत्तिने। पहिला प्रश्नमा दिएको टाइम कति चेन्ज भयो डिग्री त्यति दिमागमा राख्नु, सोधेको लागि त्यति डिग्री चेन्ज गरिदिनुहोस्, एन्सर आइहाल्यो नि। यो फेरि दुईटा सुई बीचको कोण पत्ता लगाऊ भनेको होइन नि, फेरि होइन कोण पत्ता लगाऊ भनेको होइन, यो त तपाईँको तिनीहरूको फेसहरू पत्ता लगाउने हो। ल अर्को क्वेसन लेख्नुहोस् है। ल लेखौँ, मनोज पूर्व दिशातर्फ फर्केर बसेको छ। मनोज पूर्व दिशातर्फ फर्केर बसेको छ। ऊ घडीको दिशातर्फ 270 डिग्री घुमेर घडीको सुईको विपरीत दिशातर्फ 90 डिग्री घुम्छ र अन्तिममा घडीको दिशातर्फ 135 डिग्री घुम्छ भने अन्तिममा ऊ कुन दिशातर्फ फर्केर बसेको छ। ल साथीहरू हो, हामीलाई यहाँ डिग्री रोटेसन सम्बन्धी प्रश्न दियो, सबैले ट्राई गर्नुहोस्, सबै साथीले ट्राई गर्नुहोस्। हामीलाई के दिएको छ त भन्दा डिग्री रोटेसन सम्बन्धी प्रश्न दिएको छ। त्यो वाला क्वेसन नै आउँछ राजी, सबै टाइपको एउटा क्वेसन गरिहाल्छु कि। हामीले खरदारको अस्ति खुलेको विज्ञापनलाई हामीले चाहिँ अब फर्स्ट पेपरको इक्जाम कहिले, वैशाख 20 गते 20 गते होइन हो, त्यो भित्र सकिने गरी सबै टपिक्स पढाउँछ। आज हामी पहिलो टपिक्समा छौँ होइन, नयाँ जोडिएको साथीहरू नआत्तिने, आफ्नो अरू साथीहरूलाई जोड्न भन्ने, म सबै टपिक्सहरू फर्स्ट पेपरको कम्प्लिट गराउँछु। अहिले हामी बेसिक अफिस स्किल टेस्ट बुस्ट आइक्यूमा छौँ होइन, के हो कुरो नआत्तिने होइन। तपाईँहरू अब पहिलेदेखि पढ्दा राम्रो हुन्थ्यो, नै पनि लास्टमा रिभिजन जस्तो आउनु भएको छ। कतिपय साथीहरू पहिला 1-2 वर्ष अगाडि पढेको बिचमा छोडेको, अझ यो वर्ष त फर्स्ट पेपरको नम्बर जोडिन्न भनेर वैशाखदेखि नपढेको र अब अहिले भ्याकेन्सी खुलेपछि छटपट्टि भएर आएको को हुनुहुन्छ लेख्नुहोस् त त्यस्तो। फर्स्ट पेपरको नम्बर जोडिन्न भनेर नपढेको, भ्याकेन्सी खुलेको दिन पल्टाउँदा कन्फ्युज भएको र छटपट्टि भएर क्लास जोइन गरेको हिजो आज हुनुहुन्छ।
सञ्जोग श्रेष्ठजी, मेनुका खड्काजी, कृष्ण केसीजी, अरू गणेशजी, मन्दोदरेजी, ल देवीजी म पनि त्यही हो सर भन्नुभएको छ। ल हो सबैजना साथीहरूलाई स्वागत छ, नआत्तिनुहोस् है। ल अब हामीले के गर्नुपर्छ भन्दा मैले कस्तो प्रश्नलाई कसरी समाधान गर्ने, मैले कस्तो प्रश्नलाई कसरी समाधान गर्ने भन्ने कुरा हामी पहिले प्रिपेयर हुनुपर्छ। इक्जाममा टाइम पुग्दैन। फर्स्ट पेपरको इक्जाममा फर्स्ट टाइम एटेन्ड गर्न जाने साथीहरूको त समय पुगिरहेको हुँदैन हो। त्यसो भएको हुनाले डिग्रीहरू सम्बन्धी प्रश्न देख्नुभयो, यहाँ हेर्नुहोस् है, यस्तो डिग्री सम्बन्धी प्रश्न देख्नु भएको छ भने त्यस्तो अवस्थामा सिधै हामीले के गर्छौँ त भन्दाखेरि यस्तो स्टार बनाइदिने, सिधै स्टार बनाइदिने होइन। डिग्री सम्बन्धी प्रश्न देखिएको छ भने स्टार बनाउँछु। मैले कसरी समाधान गर्ने भन्ने कुरा तपाईँले आफूले पहिल्यै ट्रिकहरू, यो क्वेसन मैले यसरी सल्भ गर्ने हो भन्ने थाहा भयो भने ट्याक्कै मिल्छ है। अब यस्तो बनाउने, अब सुरुमा कता छ स्टेप स्टेप राख्ने, तीरहरू बनाउँदै जाने। मनोज पूर्व दिशातर्फ फर्केर बसेको छ, पूर्वतिर फर्केको छ भने चाहिँ पहिलो एरो दिने, यसरी पूर्व। मनोज कता फर्केर बसेको रहेछ, पूर्वतिरै। मनोज पूर्व दिशातर्फ फर्केर बसेको रहेछ। ऊ घडीको दिशातर्फ 270 डिग्री घुमेर भनौँ, ऊ घडीको दिशातर्फ 270 डिग्री घुम्ने भनौँ। यहाँ मनोज सुरुमा पूर्वतिर फर्केको छ। अब क्वेसनले के भन्छ, घडीको दिशातर्फ 270 डिग्री भनेको के हो, क्लकवाइज 270। मनोज पूर्वतिर, म यसरी पूर्वतिर फर्केँ, ल घडीको दिशातर्फ 200, घडीको दिशा भन्ने बित्तिकै दाहिने हात सम्झिहाल्ने हो। घडीको विपरीत दिशा भनौँ भने बायाँ हात सम्झिने, घडीको दिशा भन्ने बित्तिकै दाहिने हात, दाहिने हाततर्फ भनेर बुझिहाल्ने कि क्लकवाइज भनेको दाहिने हात होइन। घडीको दिशातर्फ 270। ल अनि 270 कसरी गर्ने त मैले सिकाएको छ नि, 45, 90, 135, 180 हो, 225, 225, 270, 315 र 360 डिग्री होइन। अब घडीको दिशातर्फ 270 डिग्री हुन्छ भने चाहिँ पूर्वबाट क्लकवाइज 270, 45, 90, 135, 180, 225, 270 भनेको क्रमशः गर्ने, क्रमशः गर्ने। ल हेर्नुहोस् है, हाम्रो काम के रहेछ त, क्रमशः गर्ने। अनि यहाँ कहाँ आइपुग्यो, दोस्रो स्टेप दिउँ। ल हेर्नुहोस्, क्रमशः गर्ने भनेर सिकाएको छ नि मैले अस्ति, फ्राइडेदेखि हामी पढिरहेको छौँ होइन। फ्राइडे यसको कन्सेप्ट सिकाएँ, आजदेखि हामी पढ्न सुरु गरेका छौँ है साथीहरू। क्रमशः गर्ने 270, यहाँ दोस्रो स्टेपमा दुईवटा एरो दिउँ, क्लियर। क्रमशः गर्नुहोस्, कहिले एन्सर बिग्रिँदैन कि। घुमेर घडीको सुईको विपरीत दिशा भनेको एन्टी क्लकवाइज, घडीको सुईको विपरीत दिशा 90 डिग्री भनेको अब यो ठाउँबाट एन्टी क्लकवाइज, घडीको सुईको विपरीत दिशातर्फ 90 डिग्री, एन्टी क्लकवाइज भने बायाँ हाततर्फ 90 डिग्री भन्छ। यहाँ बायाँ हाततर्फ 45, 90 हेर्नुहोस् है, 45, 90 यही तीनवटा एरो दिने हो। यहाँ आइपुग्यो होइन, सुरुमा 270 क्लकवाइज घुम्यो, त्यसै बायाँ हाततर्फ के, बायाँ हाततर्फ के हो त भन्दा हामीले 90 डिग्री घुमाएर यो ठाउँमा आइयो। अन्तिममा घडीको दिशातर्फ 135 डिग्री घुम्छ भनेको अब यो ठाउँबाट क्लकवाइज 135, घडीको दिशा भन्ने बित्तिकै दाहिने हात, तपाईँको अनुहार सम्झ्यौँ अनि दाहिने हात सम्झिहाल्ने, दाहिने हाततर्फ 135 भनेपछि 45, 90, 135 भनेर फाइनल्ली इन विच डिरेक्सन इज ही फेसिङ भन्दा अन्तिममा ऊ कता रहेछ त, उत्तर पूर्व दिशातर्फ नर्थ इस्ट, अन्तिममा कता रहेछ त, नर्थ इस्ट, उत्तर पूर्व दिशातर्फ फर्केर बसेको रहेछ। भयो हो। घडीको सुई सम्बन्धी प्रश्न सोध्यो भने हामीले के गर्छौँ भन्दा यसरी स्टार बनाउँछौँ, स्टार बनाउँछौँ, कता फर्केको छ हेर्ने, त्यहाँबाट क्रमशः गर्ने, कता फर्केको छ हेर्ने, त्यहाँबाट क्रमशः गर्ने। ल बुझिबक्सेका खर्दार सापरले बुझिबक्स्यो भन्ने, म त फर्स्ट टाइम हो सर, बिबिएस फर्स्ट इयर मात्र, 18 वर्ष पुरा भएको छ भन्नुभएको छ। ठिक छ, फर्म भर्नुभयो, पहिलो वर्ष नाम निकालिदिने कि, त्यसरी बेचेर सपना भन्नै परेन होइन। फर्स्ट टाइम दिने, फर्स्ट टाइम नाम निकालिदिने, बेचेर सपनै भन्नु पर्दैन। बेचेर सपना गीतमा अरू नाच्छन्, मेरो त बेच्नै परेन साथी हो, फर्स्ट टाइममै नाम निस्क्यो भन्ने है, मुसुक्क हाँसेर पहिलो प्रयासमै खर्दार भएको, यसरी यो चाहिँ बनाउने होइन। कुरा बुझ्नुभयो। ल अर्को क्वेसन ल्याउँ है।
ए बी सी र डी तास खेलिरहेका छन् यदि एले फालेको तास सीले फालेको तास बीले टिप्छ बीले फालेको तास डीले टिप्छ यदि ए पूर्व दिशातर्फ फर्केर बसेको छ ए पूर्व दिशातर्फ फर्केर बसेको छ भने सी कुन दिशातर्फ फर्केर बस्छ। ल तास सम्बन्धी प्रश्नहरू पनि सोध्छ। यसलाई चाहिँ सिटिङ प्लेसमेन्ट सम्बन्धी भन्छ। प्रशासनतिर आउनु भएको छ एजीबाट, ठिक छ, नाम निकाल्ने, पढ्ने, मेहनत गर्ने, एकदम टाइम टेबल बनाएर पढ्नुस्, मेहनत गर्नुस् हैन, अधिकतम भन्दा अधिकतम समयको सदुपयोग गर्नुस्, फुर्सद हुने बित्तिकै केही न केही पढ्नुस्, हेलचेक्राइ नगर्नुस्। असाध्यै धेरै गाह्रो टपिक्सलाई तपाईँले अलिकति कम गरेर सजिलो टपिक्सलाई बढी फोकस गर्दा पनि हुन्छ। फर्स्ट वेमा सजिलो अङ्कबारलाई हेर्ने, आफूलाई सजिलो लागेका टपिक्सहरूलाई पुरै पानी बनाउने होइन। 100मा 80 प्रिपरेसन गर्ने होइन, 70 ल्याउने टार्गेट बनाउनुहोस् कि 100मा 100 गर्दै खोज्दा तपाईँहरूको बिग्रिन्छ त्यो गाह्रो 20%ले। 80 प्रिपरेसन गर्ने, 65 देखि 70 ल्यायो भने यताउता बिग्रिँदा नि 50% नम्बर आइ नै हाल्छ। त्यो भइहाल्छ। सर हजुरले क्वेसन बनाउनु भएको छ कि नै लोकसेवाको भन्नुभएको छ। लोकसेवामा पढाउने टिचर र बुक राइटर कसैले पनि क्वेसन बनाउनु पाइँदैन है। प्रशिक्षकहरू र पुस्तक लेखकहरूले प्रश्न बनाउनै पाइँदैन। कोहीले चाहिँ मैले बनाउने हो भने त्यो चाहिँ गफै हो है, कुरा बुझ्नुभयो? पाइँदैन, टिचरले र राइटरले क्वेसन बनाउनु पाइँदैन। अरू ती विज्ञ सरहरू होइन, उपसचिव सहसचिव सरहरू आएर बनाउनुहुन्छ। ल अब यहाँ हेर्नुहोस्, अब यो सिटिङ प्लेसमेन्ट सम्बन्धी प्रश्न सुरुमा एबिसिडी तास खेलिरहेका छन् भन्ने हो। अब तास खेल्दा त गोलो हो, यसरी सर्कल बनाएर तास खेल्ने भयो कि भएन साथीहरू? ल हेर्नुहोस्, यसरी एउटा यसरी फर्कियो, एउटा यताबाट फर्कियो, एउटा यता फर्कियो होइन, तास खेलिरहेछन्। एउटा माथिबाट यसरी फर्केर बस्यो, एउटा सर्कलमा चाहिँ तास खेल्छन् होइन, लाइन लगाएर त तास खेल्दैनन्। तास खेल्दाखेरि सबै मान्छेको उसमा पोजिसन प्लेसमेन्टमा चाहिँ त्यस्तो हुन्छ हो। यसरी बसेका छन्, सबै मान्छेको तास खेल्दा अनुहार बिचतिर फर्किन्छ। किन हो? सबै मान्छे बिचतिर फर्केर बसिरहेको हुन्छन्। सर कपी चेक गर्नुहुन्छ त? कपी त मेसिनले चेक गर्छ, गर्नु पर्दैन। किन सीता थापाजी अब मैले क्वेसन बनाउने कपी चेक गर्ने भन्ने विषयमा सोचेर बसेर फाइदै हुन्न कि। टिचरहरूले केही पनि गर्न पाइँदैन। किन त्यस्तो कुरा तनाव लिइरहनु भएको छ क्या? तनाव लिने होइन, फेयर हुन्छ, म पढ्छु, लेख्छु र नाम निकाल्छु भन्ने हो कि। सबै मान्छे बिचा हुन्छ। किन बिचा? पैसा हुन्छ। त्यो सरले बिचा ध्यान दिएर तास खेल्छन् होइन। अब यस्तो सिटिङ प्लेसमेन्टको प्रश्नमा कुनै एकजनाको फेसिङ डिरेक्सन दिएको हुन्छ। फेसिङ डिरेक्सन को कता फर्केको छ एकजनाको दिएको हुन्छ। त्यसको आधारले त्यो बस्ने स्थान थाहा पाउने र बाँकीहरूलाई राख्ने। जस्तो यहाँ हेर्नुहोस् त, यहाँ कसको दिएको छ? ए पूर्व दिशातर्फ फर्केर बसेको छ। ए पूर्व दिशातर्फ फर्केर बसेको छ भन्नु र ए पूर्व दिशामा बसेको छ भन्नु फरक हो। ए पूर्वतिर फर्केको छ भन्नलाई यसलाई कहाँ राख्ने? ल भन्नु न, च्याटमा लेख्नु न। ए पूर्व दिशातर्फ फर्केर बसेको छ भने चाहिँ यसलाई कहाँ राख्ने त? अब भन्दा यसलाई पश्चिममा राख्ने। तपाईँले यहाँ यसलाई पश्चिममा राख्नुभयो भने बल्ल ए पूर्वतिर फर्किने हो कि होइन? यसलाई तपाईँले पश्चिममा राख्नुभयो भने बल्ल यो ए चाहिँ पूर्वतिर फर्किने हो, बल्ल यो पूर्वतिर फर्किने हो।
यदि तपाईँलाई ए पूर्व दिशामा बसेको छ भनेको भए प्रश्नले ए पूर्व दिशामा बसेको छ भनेको तपाईँले ए पूर्वमा राख्नुहुन्थ्यो कि तर पूर्वतिर फर्केको छ भने चाहिँ हामीले यहाँ पश्चिममा राख्यो भने बल्ल यसको अनुहार कता फर्क्यो त यी पूर्वतिर फर्क्यो। ठिक छ ठिक छ। अब तासमा चाहिँ यो तास खेल्ने अलिक ज्वाडे साथीहरूले त फटाफट एन्सर मिलाइहाल्नुहुन्छ, तास नखेल्नेलाई अलिक गाह्रो हुनसक्छ। जहिले पनि तास दाहिने हातले फालिन्छ होइन, दाहिने हाततर्फ फालिन्छ। जस्तै म यसरी बसेँ, मैले तास फालेँ भने मेरो राइट ह्यान्ड साइडमा फाल्ने हो, र यहाँ बसेको मान्छेले टिप्यो फेरि तास फाल्यो भने चाहिँ उसको दाहिने हाततिर, जहिले पनि दाहिने हाततिर तास फाल्ने हो। यसरी दाहिने साइडमा तास फालिन्छ। तास दाहिने साइडमा फालिन्छ भन्नुको अर्थ टिप्ने मान्छे दाहिने हात बसेको हुन्छ। मैले तास दाहिने हाततिर फालेँ भने मैले फालेको कसले टिप्छ? जो मेरो दाहिने हातमा बसेको छ त्यसले टिप्छ होइन। मैले दाहिने हाततिर मैले तास फालेँ, कता फालेँ? दाहिने हाततिर। मैले फालेको तास कसले टिप्छ भन्दा जो मेरो दाहिने हातमा बसेको छ उसले तास टिप्छ भनेको। यसको नोट भनेर लेखिहाल्नुहोस्, फेरि कपीमा नोट भनेर लेख्नुहोस्। टिप्ने मान्छे दाहिने तर्फ बसेको हुन्छ। हेर्नुहोस् है, बसेको हुन्छ। जहिले पनि टिप्ने मान्छे चाहिँ दाहिने हाततर्फ बसेको हुन्छ। अब ए पूर्वतिर फर्किया छ भने चाहिँ ए बस्ने ठाउँ हामीले थाहा पायौँ, ए को पोजिसन थाहा पायौँ। एले तास फाल्यो, कता फाल्छ भन्दा ए को दाहिने हाततिर फाल्छ। यसरी हेर्नु, अनुहार हेर्ने, फाल्यो। अनि एले फालेको कसले टिप्छ? एले फालेको तास सीले टिप्छ भने चाहिँ यहाँ सी यहाँ बस्ने हो। एले तास फाल्यो, दाहिने हाततर्फ फाल्दा कसले टिप्यो त भन्दा सीले टिप्यो हो। फेरि सीले तास फाल्यो, सीले फालेको तास कसले टिप्छ भन्दा बीले टिप्छ भनेको यो ठाउँमा को रहेछ? बी। फेरि बीले फाल्यो, कता फाल्छ? दाहिने हाततिर फाल्छ। बीले फालेको तास कसले टिप्छ? डीले भनेको यो ठाउँमा डी बस्यो, सिद्धियो। अब के सोध्यो त क्वेसनले भने सी कुन दिशातर्फ फर्केको रहेछ त? सी कता फर्केको छ? ल भन्नुहोस्, सी कुन दिशातर्फ फर्केको छ? फाल्दा दाहिने हाततिर फाल्ने, फाल्दा दाहिने हाततर्फ फाल्ने है। टिप्ने मान्छे दाहिने हाततिर बस्छ, जसले फालेको टिप्छ त्यो दाहिने हातमा हुन्छ। अब सी कता फर्केको छ भने यो यहाँ बसेको सीको अनुहार कता छ त भन्दा नर्थ हो। सीको अनुहार कता रहेछ त भन्दा उत्तर दिशातर्फ फर्केर बसेको रहेछ हो। यसरी दक्षिणमा बसेको सीको अनुहार कता रहेछ भन्दा उत्तर दिशातर्फ फर्केर बसेको रहेछ, उत्तर दिशातर्फ रहेछ होइन। सी कुन दिशामा बसेको छ भने सी उत्तरतिर कुन दिशा फर्केर बसेको छ भन्दा नर्थ एन्सर हो। अब यही क्वेसनमा सी कुन दिशामा बसेको छ? सी कुन दिशामा बसेको छ? ल भन्नुहोस्। यही क्वेसनमा सी कुन दिशातर्फ फर्केर बसेको छ भन्यो भने यहाँ बसेको सीको अनुहार नर्थतिर हुन्छ। तर सी कुन दिशामा बसेको छ भन्यो भने साउथ, जहाँ छ त्यही। कुन दिशामा बसेको छ भन्दा साउथ, दक्षिण हुन्छ। ल क्लियर भयो यो टाइपको क्वेसन। मैले डिफ्रेन्ट प्याटर्नका क्वेसनहरू गरेर आएको छु होइन त। आज हामी क्वेसन गऱ्यौँ, भोलिको क्लासमा पनि हामी यसको क्वेसन मात्र कन्टिन्यू गर्छु। भोलि आज म तपाईँहरूलाई छाया सम्बन्धी इन्ट्रेस्टिङ क्वेसनहरू यसको छ, त्यो सबै क्वेसनहरू सिकाउँछु। ठिक छ नि? ल अरू नयाँ आएको साथीहरू त आइहाल्नुभयो। फेसबुक लाइभ पनि भइरहेछ अहिले, यहाँ 2-4वटा क्वेसन लाइभ पनि भएको छ है लास्टमा। सरको पेजबाट लाइभमा हेरिरहनुभएका साथीहरू, म खरदारको फर्म भरेँ र खरदारको तयारी गर्ने भने अन्तिम हो है। अब यसपछि आएको टपिक्सहरू दोहोऱ्याएर पढाउनु पनि भ्याइँदैन। अन्तिम ग्रुप हो। आफ्नो भाइ सर्कल साथीहरू सबैलाई एम्बिसन गुरुमा जोडिनुहोस् भनेर भन्न चाहिँ नबिर्सिनु नि। फेरि के हो कुरो ठिक छ? कुरो ठिक छ कि छैन साथीहरूको? ल साथीभाइ सबले सेयर गर्ने। अब यसपछि के जोडिनु भन्नु होइन। अब 1-2 दिनमा भर्ना भए जोडिनेहरू जोडिने, त्यसपछि नजोडिने। त्यसपछि चाहिँ त्यो पढ्ने र पढाउने दुइटैको तालमेल मिल्दैन कि। त्यो नजिक तपाईँ आत्तिएर पढ्ने जस्तो हुन्छ, म चाहिँ बिस्तारै पढाउने जस्तो हुन्छ, अनि बिग्रिन्छ। ओके ल आज यति गरौँ। साथीहरू जोडिने क्रम छ, त्यो भएर मैले आजलाई पनि मैले 1 आवर्स नै पढाएको छु। भोलि हामी यो टपिक्स कम्प्लिट गर्छौँ, फेरि नयाँ टपिक्स गइहाल्छ है। ओके ल थ्याङ्क यू। जे पढ्यो त्यो घरमा चाहिँ फेरि पढ्नुहोस् नि। सरले पढाउनु भयो, सरले अनलाइन पढाउने, हामीले मुसुक्क हाँस्ने मात्र भयो भने त ल।